हेलो एन्ड नमस्ते तपाईँहरूलाई स्वागत छ फेरि पनि मेरो युट्युब च्यानलमा। तपाईँहरूको माझमा धेरै महिनापछि नै आएको छु म होइन। आज चाहिँ म गइरहेको छु केलोसी टेम्पल। म त अब टिकटकको मेरो फ्रेन्डहरू सबै लगभग देखिसक्यो होला। त्यही पनि जो मान्छे देखेको छैन त्यसको लागि म एक्सप्लोर गर्न जाँदैछु। म केलोसी टेम्पल बुद्ध टेम्पल छ होइन, एउटा बुद्ध टेम्पल छ एउटा जुन मलेसियाको पेनाङ भन्ने ठाउँमा, पुलाव पेनाङमा। म त्यहाँ जाँदैछु अहिले। जस्ट अब इन्ट्रो एउटा रेडी, त्यही भएर होइन गाइज, अब एउटा इन्ट्रोडक्सन हुन्छ नि त। म केलोसी टेम्पल अब उतै गएर एक्सप्लोर गर्ने त गाइज। ल गाइज, हामी चाहिँ आइपुग्यो आफ्नो ठाउँमा। आफ्नो लोकेसन ठाउँ हो, एकदम भेटिहाल्यो। हामी चाहिँ ठ्याक्कै अहिले केलोसी टेम्पलको अलि अगाडि दुईपट्टि हेर्न सक्नुहुन्छ हजुरहरू पनि। अहिले माथि तलपट्टि छौँ, अहिले माथि छ, अहिले माथि धेरै माथि छ है यता। तर घुम्ने ठाउँ एकदम राम्रो छ होइन। म चाहिँ दुईचोटि मानामा आइसक्यो। अहिले मेरो तिनचोटि आइरहेको छु म अहिले। यहाँ चाहिँ यस्तै हो, सामानहरू कपडाहरू बेचिरहेको छ यताउता। यहाँ चाहिँ ट्युटोरियल कछुवा हेर्न सक्नुहुन्छ। चाप्प मातेर कसम तेलमा मस्त फ्राई गरेर कति राम्रो लाग्छ होला त्यो। यहाँ चाहिँ त्यही यसको खाने सागपातहरू पाइन्छ होइन। जहाँ खाना पायो त्यहीँ कुदिहाल्छ, हेर्न सक्नुहुन्छ गाइस होइन। त्यहाँ अब सबै त्यहीँ गइहाल्छ है। अब गाइस होइन के भनौँ, अब हामी त गरिब मान्छे। अब यहाँ एउटा लिफ्ट पनि छ। अब यो लिफ्ट भनेको सिधै माथिसम्म जान्छ। माथि त के गर्न जाने होइन, माथि त के गर्न जाऊँ खासमा। अब माथि त अब हिँड्दै घुम्दै जाउँ भनेको एउटा छुट्टै हुन्छ, एउटा भाइब छुट्टै हुन्छ। यही हो तलको नजारा, माथिको नजारा, अलिक घुम्दै तल माथि गर्दै। त्यही हो गाइस, हामी त एक्लै मान्छे होइन, एक्लै घुमिन्छ। त्यही हो गाइस, सब्सक्राइब गर्दै गर्नु होइन। पछि हजुरहरूको लागि नयाँ नयाँ भिडियोहरू ल्याउँदै गर्छु म, सब्सक्राइब गर्नु र अल नोटिफिकेसनमा क्लिक गर्नु। म हजुरकै लागि नै म घुमघाम गरेर यताउता एक्सप्लोर गर्छु। त्यही हो। हामी चाहिँ ठ्याक्कै अहिले पाहाडको बिचमा छौँ, हेर्न सक्नुहुन्छ। यो भनेको जुन यो टेम्पल बनिसकेको छ, जस्तै नेपालमा हुन्छ पाहाडको टुप्पोमा मन्दिरहरू बनेको हुन्छ होइन। यहाँ जस्तै मलेसियामा त्यस्तै छ भनेको, जङ्गलको पुरा एरियामा माथि अहिले बुद्धको टेम्पल बनाएको छ। यहाँ हेर्न सक्छौँ। म चाहिँ मस्त टी सर्ट लगाएर घुमिरहेको छु। मान्छेहरू पुरा हिरोनी बनाएर घुमिरहेछ। कसम सेक्सी बनेर घुमिरहेको छ। हामी चाहिँ यही आउटफिट जे पनि हो, आउटफिट कम्पनीको यति काम छ,
कम्पनीमा काम गर्दा गर्दा खालि आउटफिट भन्दाखेरि आउटपुट आउँछ किनकि कम्पनीमा भनेको एउटा छ नि एउटा प्रोसेस हामीहरूको टार्गेट भनेको एउटा आउटपुट छ जस्तै कम्पनीमा आफ्नो डिपार्टमेन्ट निकाल्ने पिसिबी यताउता खालि आउटफिट भन्दाखेरि आउटपुट निस्किरहेको छ मेरो मुखबाट त्यो बनाउनु सरी होइन किनकि एउटा बानी परिसकेको छ कि एउटा आउटपुट हल्का एक्सप्लोर गर्ने पहाडै पहाड सिँढी नै सिँढी छ फाइनली आइपुग्यो गर्मी धेरै लागिरहेको छ यो भनेको अहिले तलको टेम्पल हो माथि त धेरै टेम्पलहरू छ यताउता घुम्ने ठाउँहरू यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पसलहरू छ तर यहाँको सामानहरू धेरै महँगो छ है गाइस धेरै भन्दा पनि धेरै महँगो छ During it. During it. Saya sana, finally panik. भिड हेर्न सक्नुहुन्छ बुद्धको जस्तै नेपालमा छ यताउता नेपालको हुन्छ नि लुम्बिनी टेम्पलको बुद्धहरू यताउता ठाउँमा बनाएको त्यस्तै छ सक्नुहुन्छ फुलहरू चिटिक्क सयपत्री फुलहरू छ यहाँबाट हेर्न सक्नुहुन्छ पुरा मलेसियाको गाइज हेर्न सक्नुहुन्छ मेरो पछाडि पुरा मलेसिया हेरिरहेको छु म त आउँदाखेरि म त्यही बाटो आएको त्यहाँ तल बाटो छ यसो घुमेर आएको फुलहरू एकदम तल यहाँ मजाले पानी सानी हेर्न सक्नुहुन्छ नजारा यहाँ चाहिँ पैसा लाग्छ तर यहाँ चाहिँ पैसा लाग्छ Satu orang berapa ringgit? Dua. चाहिँ पैसा चाहिँ लाग्छ तर ठाउँ पनि राम्रो छ है गाइस ठाउँ चाहिँ एकदम राम्रो छ महँगो अलि मूर्तिहरू छ यताउता छ अब यहाँ जनालाई अब जुत्ता खोल्नुपर्छ अब जुत्ता खोल्न जग्गा लगाइरहेको छैन यहाँ भनेको जुन यहाँ मैले हेरेँ देखाएँ अहिले यहाँ चाहिँ नेपालको कलरहरू लगाएर मूर्तिहरू काठको यताउता बनाएको छ होइन धेरै महँगो स्ट्रक्चरहरू यताउता गरेर यहाँ मलेसियाको नै कति लाखौँ लाखको पैसाको मूर्ति बनाएर यहाँ राखेछ 3वटा छ सायद 3वटा छ एकचोटि चाहिँ म गएछु तर धेरै राम्रोसँग बनाएछ यहाँ सक्नुहुन्छ गाइस होइन पहिला त्यस्तो थिएन अब चाइनिज न्यु इयर आएको थियो चाइनिज न्युको बेला यहाँ धेरै राम्रोसँग बनाउँछ क्या किनकि चाइनिज न्यु भनेको सबै थोक गर्छ अब
भनेको टिकट काट्नु पर्छ satu orang berapa ringgit? 6 ringgit. 6 ringgit. Berapa lah? Satu orang saja. Okey, satu orang 6 ringgit. Boleh boleh. पैसा त यहाँ भनेको कचाकच जाने छ के घुम्न आएको म चाहिँ यहाँ आइसकेको छु दुईचोटि आइसकेँ म यहाँ घुम्नलाई अब आइसकेको छु त अब हल्का एक्सप्लोर त गर्नु पऱ्यो अब जो मान्छेले हेरेको छैन जो मान्छे देखेको छैन हेराउन देखाउनु पऱ्यो नि त होइन गाइस त धेरै मान्छेहरू हेरिसक्यो होला मलेसियामा बसिरहेको मान्छेहरू हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ गाइज यहाँ बुद्धको टेम्पल सहित यहाँ मलेसियाको जस्ट पुलाउ पेनाङ भन्ने पुरा अलि भ्यू भनेको अलि मस्त के भनौँ गाइज होइन यो हेर्दा अलि मन झिल्लिक भइहाल्छ कि यस्तो मलेसिया हुन्छ भनेर घरहरू यत्रो सानो सानो बिल्डिङ यत्रो ठुल्ठुलो हेर्न सक्नुहुन्छ गाइज यहाँबाट देखिन्छ मस्त बिल्डिङ हामीहरूको के लोक्सी टेम्पल बुद्ध टेम्पल यही हो गाइज होइन हामीहरूको टप भनेको के लोक्सीको टेम्पलको जुन टप छ यही हो टपबाट भ्यू हेरिने र जुन बुद्धको टेम्पल हेरिने भनेको त्यही हो भनेको टप बनाउने टप सबै हेर्ने यताउता गर्ने सबै थियो यही हो अब बुद्धको टेम्पल हेर्न आएको जस्ट एक्सप्लोर गर्न आएको यही हो बिल्डिङ छ हामी चाहिँ यो पहाड कटेर आएको यो पहाडको वारि हामीहरूको रुम छ हामी चाहिँ पहाडको वारि आएको छौँ पहाड कटेर अब त्यही हो गाइज अब यहाँबाट अब कति टाइम निस्किन्छ अब निस्क्यो भने अब टाइम हुन्छ भने अब पेनाङ हिलतिर पनि पुगिला जस्तो छ तर अब टाइम भयो भने पेनाङ हिलतिर पनि गयौँ होला त्यही हो अब टाइम भयो भने अब यहाँबाट अब थोरै फोटो भिडियो बनाइहाल अब गाइस अब हल्का रेस्ट गरियो यहाँ म त गाइस धेरै थकाइसकेको थियो अब रेस्ट गर्नु पर्यो होइन अब हिँड्दा अब आफ्नो हल्का जस्ट डेस्टिनेसनमा आफ्नो डेस्टिनेसन अब सोचेको थियो त्यो ठाउँमा पुगियो त्यही हो गाइस अहिले जस्तै यहाँ नजारा हेर्न सक्नुहुन्छ हजुरहरू त्यहाँ चाहिँ वाटरफल सानो छ एउटा तालाब छ त्यही हो होइन मेरो पछाडि हेर्न सक्नुहुन्छ बुद्धको टेम्पल छ यहाँ चाहिँ हल्का विश्राम गरिरहेको गाइस गर्मी छ घाम छ होइन गाइस हल्का जस्ट यो बोतल पनि खस्नै पर्छ कि मन्दिरको ठाउँमा फोहोर गर्न मिल्दैन अहिले के अब सोचिरहेको छु कि अब यहाँबाट अब रुम जाउँ कि अब हुन्छ भने अब एकचोटि हेर्छु ग्राफको कति छ अब पेनाङ हिलतिर जाउँ भनेको के अरे अथवा अब भयो भने जाउँला नभयो भने यति नै हो होइन अब तल पनि के जाउँ अब तल जाँदाखेरि भिडियो बनाउनु अब त्यही हो जति त्यो भ्यू यही हो सबभन्दा टपको माथिको यही हो त्यही गाइस होइन अझै अहिले त चाइनिजको लागि गाइस होइन अब नयाँ भ्लगर हो नयाँ एक्सप्लोरर हो त्यो अब साथ सपोर्ट गर्नु होइन हजुरहरूको लागि साथ सपोर्ट गर्नु नै हुन्छ भने अझै नै हजुरको लागि म नयाँ ठाउँ घुमेर यताउता एक्सप्लोर म गर्न सक्छु त्यही हो किप वाचिङ
keep supporting and keep waiting for next video with Mr. Suraj Vlogs. ल त गाइज है अहिलेको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। हजुरहरूलाई धेरै धेरै धन्यवाद कि हजुरहरूले यति हेर्नुभयो र हेर्दै हुनुहुन्छ, यतिको लागि धेरै धन्यवाद। यति नै हो गाइज। अब हामी चाहिँ अब यहाँबाट लागिन्छ। अब लागेन भने अब घुमिन गइन्छ भने अब हेरौँला, एक्सप्लोर गरौँला, त्यसको केही टेन्सन छैन होइन। अहिलेको लागि यति नै त गाइज।